लङ टाइम नो सी केटाकेटी हो के छ खबर आज नै बिहानै उठेर मन लाग्यो ब्याडमिन्टन खेलेर सकेर बिनाजुर म गयो नरियल पानी खान नरियल पानी खाएपछि लाग्यो हामी यसो कपाल सपाल काट्न अनि कपाल सपाल बिफोर आफ्टर ल टक्क कपाल काटेर रेडी भएर अनि धेरै पछि जिम गयो भिडियो पनि धेरै पछि आएको छ ल हल्का सन्चो छैन धेरै पछि जिम गयो फेरि अनि टक्क अनि जिम गएर हाने मैले फुल बडी सन्चो थिएन गाई सन्चो थिएन टक्क फुल बडी हान्यो टक्क ब्याक स्याक हान्यो अनि बाइसेप साइसेप हान्यो अनि त्यसपछि बाहिर म लाग्यो पसलतिर पसल गएको त मम्मीले नयाँ प्यान्ट किन्नु भएको रहेछ अन्त कस्तो लाग्यो भनेर पसल बन्द गऱ्यो हामी खाना गयो बहिनी र म पाते ढिँडो मैले भिडियो बनाउनै बिर्सेँ गाइज टक्क च्वासै घिउ हालेर मैले ढिँडो हाने बहिनीले हान्यो भात खासै एक्सपिरियन्स चाहिँ छैन ढिँडो खाएको तर यसो एक्टिङ चाहिँ मैले नाइस हान्थेँ ढिँडो खाँदा कपाल परेको थियो तर के गर्नु निकालेर फालेर खाएँ वान अफ द बेस्ट ढिँडो इन चितवन हाम्रो पाते ढिँडो टक्क ढिँडो खाएर सक्यो त्यसपछि भयो हामी टन अनि त्यसपछि लाग्यो पसलतिर ए पसल होइन गाई सरी घरतिर अनि गरेँ मैले अनबक्सिङ मेरो इन्फ्लुएन्सरवाला लाइटमा गुड नाइट टेक केयर